के गर्दै हो भाइ? हजुर दाई नमस्कार दर्शकबिनहरू। यो चाहिँ लौका हो है हाम्रो चाहिँ एकदमै अर्ग्यानिक हो। तपाईँले नेपालमा भन्नु होला इन्डियामा भन्नु होला यो बिल्कुल गलत हो। यो एकदम कतारमा हो 100% अर्ग्यानिक हो। हामीले चाहिँ विषादु हालेको छैनौँ, केही औषधि हालेको छैन, भिटामिन भन्छन् छिर्किन्छन्, किराको दबाई छिर्किन्छन्। हामीले त त्यो केही पनि छैन यसमा। हामीले जस्ताको तस्तै हामीले यस्तै बिजा रोप्यौँ अनि आफै घुम्दै गएको। हामीले केही हालेको 100% अर्ग्यानिक हो। अहिले कतारमा होइन सब्जीहरू नपाइएर गाह्रो छ होइन, कहीँबाट आएको छैन सब्जी होइन। अहिले एयरलाइन्स बन्द हुनाको कारणले गर्दाखेरि हाम्रो यसको लागि किन्न जाने यहाँको 20 रियाल पर्छ। यति पैसाले त नेपालको खसीको मासु आउँछ यहाँ। हेर्नुहोस् है, यस्तो महँगो भएको छ। त्यही भएर चाहिँ यस्तो हाम्रो तरकारी बनाछन्, खाएका छन्, यता पनि छन् उता पनि छन्। हाम्रो लागि अर्ग्यानिक होइन। टिप्दैछु हेर्नु त कति ठुलो भइरहेको होला र खसीको मासु। ल घाँसहरू यतामा धेरै माथि पनि छन्। आज एउटा टिप्नुपर्छ। एकछिन है। खाने बेला भएको छैन भाइ यसको? यो बोतलै छ दाइ, अझै ठुलो हुन्छ तरकारी पाउन गाह्रो छ। साग पनि अस्ति टिपे जस्तो लाग्थ्यो भाइ। यो चाहिँ दाइ जति टिपौती पलाउँछ, जति टिपौती पर्न हामीलाई एक लोट त्यो ऊ भयो मरो होइन। फेरि हामीले दोस्रो लोट लागेको यो नेपालकै बिउ हो। यसलाई अन्त खुर्सानीहरू छ, यहाँ पनि छ गाछहरू होइन। यो नेपालको बिउ हो। जति टिपौती पलाउँछ अरे तपाईँले चाहिँ मरुभूमि कतार मरुभूमिमा नि यस्तो फल्छ र भन्नुहुन्छ होइन, विश्वास गर्नुहुन्न कि। यहाँ यत्रो बिटरुट पनि छ नि, देखाउनु चाहिँ राम्ररी देखाउनु। बिटरुट छन्, मरुभूमि कतार भन्नुहुन्छ। यो कडी पत्ता हो, यो साग हो होइन। तर चाहिँ गरेपछि के हुँदो रहेछ र, गरेपछि चाहिँ पनि हुँदैछ नि होइन। नगरेर होइन। तपाईँले धेरै साथीहरूको चाहिँ कमी नआइरहेको त्यस्तो मरुभूमिमा नि हो यस्तो हुँदैछ भन्दै हुनुहुन्थ्यो होइन। त्यो कतारमै हो गाइस र तपाईँले देख्न सक्नुहुन्छ यो। यसको बारेमा केही गीत गाइदेऊ त न भाइ। ल कोसिस गर्छु भाइ म। आज धेरै खुसी छु म, धेरै कति राम्रो फलेछ लौकानी फुलबुटे चोलीमा, फुलबुटे चोलीमा, ओठमा लाली, आँखैमा गाजलु, मौनी भोलिमा। कतारैमा फलेको लौका हो मेरो लागि, खसीको मासु जस्तै हो। फुलबुटे चोलीमा, फुलबुटे चोलीमा, ओठमा लाली, आँखैमा गाजलु, मौनी भोलि मिसियो। लौकाले त दुनियाँ बिर्सायो। फुलबुटे चोलीमा, फुलबुटे चोलीमा, ओठमा लाली, आँखैमा गाजलु।